अनि नेताले चाहिँ नि देशै बेचिसक्यो होइन, सगरमाथै बेचिसक्यो है, नदी नै बेचिसक्यो, ताली बजाएर तल बसिराख्ने खालको मान्छे हुनु भएन नि त हामी। भ्रष्टाचार कसैले गरेको छ भने हदम्याद 5 वर्ष त होइन, बाजेले गरिराखेको भ्रष्टाचार छ भने नातिको तपाईँको चाहिँ नि उसको जायजथाबाट असुलुपर गर्ने हुनुपर्छ। के को 5 वर्ष? अब जनतालाई कार्यकर्ता बनाएर भ्या भ्या गरेर भेडा जस्तो कराउन लाइन्जेलसम्म हो। अब पब्लिक बिस्तारै बिस्तारै सचेत भइसक्यो, कुनै पनि पार्टीको कार्यकर्ता बन्दैन हुँदैछ। हामी त्यही संरचना बनाउँदैछौँ, यस्तो एउटा संरचना जुन संरचनामा कार्यकर्ता तपाईँको चाहिँ नि बाध्यकारी हुँदैन, माथिको चाहिँ नि के अरे आदेश मान्ने यो त्यो भन्ने किसिमको त्यो खालकोमा जानुपर्छ। जङ्गल जङ्गली होइन, जङ्गलतिर जाने ढुङ्गा बोक्ने भनेर भन्नुभयो नि, बोक्नुपर्ने नै त्यही हो। विदेशबाट ऋण लिएर बजेट बनाएर ठेकदारको तपाईँको चाहिँ आशामा देश विकास गर्छु भनेर फुइलानु हुन्छ हामीले, हुन्छ भन्नु न, सबैले सोधेको क्या हुन्छ। विदेशी ऋण ल्याएर खर्बौँ खर्ब विदेशी ऋण ल्याएर ठेक्का लगाएर ठेकदारले देश बनाइदिन्छ भनेर हुन्छ त? खोइ त श्रम गर्नुपर्छ, श्रमै नगरेर देश पछि परेको। हामी यस्तो एउटा शक्ति निर्माण गर्छौँ जुन शक्ति एमाले र कङ्ग्रेसलाई विरोधी र प्रतिस्पर्धी मान्दैन। हामी चाइना र इन्डियालाई टक्कर दिने शक्ति बनाउँछौँ है, विकास पार्टी भन्ने बित्तिकै